हेलो नमस्कार सम्पूर्णमा। आज हामी पाल्पा स्थित रानी महल घुम्न गइरहेको छौँ। रानी महल जनरल खड्क शमशेरले बनाएका हुनुहुँदो रहेछ। उहाँको प्रिय पत्नी तेजकुमारी देवीको 1892मा निधनपछि उहाँको सम्झना र प्रेमको प्रतीकको रूपमा 1893मा रानी महल निर्माण गरिएको रहेछ। यहाँ त्यतिखेर खड्क शमशेर राणा पाल्पाको गभर्नर वडा हाकिम हुनुहुँदो रहेछ। पत्नीको निधनले निकै दुखी बनाएपछि कालीगण्डकी नदीको किनारमा उहाँले यो भव्य र एकदमै चाखलाग्दो महल बनाउनु भएको रहेछ। र यसमा रोचक कुरो के रहेछ भने हजुरको दरबारको भित्तामा तेजकुमारी नाम लेख्नु भएको रहेछ। यो उहाँले चाहिँ उहाँको पत्नीको सम्झनामा यो बनाउनु भएको भन्ने कुरो पुष्टि यहाँबाट रानी महल आइयो गाइस। ल हामी चाहिँ रानी महलमा प्रवेश। सार्वजनिक शौचालय चाहिँ यता रहेछ है। के भन्नु जानेहरू न पिलर न बिम न सिमेन्ट न छर घुमा यसको बारेमा छोटो बुझ्नु पर्दा चाहिँ के हजुर पिलर यो बिम पनि छैन, सिमेन्ट पनि छैन। के सिमेन्ट चाहिँ होला सिमेन्ट बाहिरको यो के हो बाहिर हेर्नु न उस्तै माटो हो यो पछि गरेको सिमेन्ट हो। यो सबै ढुङ्गा पनि होइन यसमा माथि मोडबाट यो पुरै माटैको मात्र जनाको 50 हो। दुईटा दिन एकजनाको 50 रुपियाँ दुईजनाको ल 50 रुपियाँको टिकट पनि काटियो, एकजनाको 50। यो चाहिँ माटोले बनाएको हो, पछि सिमेन्टको गरेको भन्ने कुरो आयो के अरे। अब हेर्ने त्यही महल मात्र छ अरे, त्यस्तो केही विशेष त छैन भन्ने कुरो भयो। यो महलै हेर्नको लागि चाहिँ आएको हो। भित्र जानु पनि मिल्दो रहेछ है। हो भड्या चढेर रानी महलको दरबार भित्र हामी जाँदैछु, देख्न सक्नुहुन्छ गाइस। भिडियो गराउन अलाउड होला नि होइन। ओहो पुराना भाँडाकुँडा तामाका।
के गरेको त यहाँ यस्तै कता गयो तिनीहरू फोटो सेसन लाइटिङहरू यो एक साइडको भयो यता यता चाहिँ के देखिँदो रहेछ टिकटक बनाउने ठाउँ यता माथि चाहिँ के छ हजुर ए यहाँभन्दा माथि जानु मिल्दैन चाहिँ माथि टप है यो चाहिँ ल है उई फ्यान पनि रहेछ यति माथिको भेट्छ तल माथि त तिनले पोल्दो रहेछ है पुरै जस्ताहरू राखेको रहेछ पुरानो पुरै माटो छापेको छ सिमेन्ट लगाएको रहेछ माथि काठको रहेछ के भएर पनि है माटो त रहेछ के हालेको माटो भुइँमा पनि माटो रहेछ कि माटो गिटी मिसाएर माटो र बालुवा यस्तो माटो रहेछ टिकटक सिकटक बनाउनलाई चाहिँ रङमा छ ओहो यहाँ कुन यिनी राजा त होइन राजा रानी है रानी महलको राजा रानी यहाँ चाहिँ ठुलो फ्रेम पनि निकालेको रहेछ रानी महलको भ्यूज देख्न सक्नुहुन्छ मैले बाइक चाहिँ वहाँ राखिरहेको छु रानी महल है बगैँचा बिरुवा नटिप्नु होला बगैँचामा नजाऊ तिमी चुमिदेला फुल सम्झेर तिमीलाई यो चाहिँ टप बाहिरको ठाउँ हेर्नको लागि ओहो यहाँ त मुनि पनि रहेछ है साँच्चै धेरै माथि पो रहेछ त अकुल त ल रानी महल है अब चाहिँ रानी महलको सानो भ्रमण झलक हेरियो अब चाहिँ हामी जान लागेको अब फेरि नेक्स्ट भिडियोमा भेटौँ ल दर्शक मान्नुभयो भन्दै